नेपाली सिनेमा जगतका वेल नोन एक्टर र एक्ट्रेसहरू मेरुना मगर, विजय बराल, केकी अधिकारी, गौरव पहाडी र उनको स्विटरबाट फेमस भएकी नेपाली एक्ट्रेस भावना मगरको नयाँ मुभी जुन चाहिँ पेपर क्लिप प्रोडक्सन हाउसले प्रोड्युस गरेर बनाइरहेको छ जनै हराएको बाहुन। यसको सुटिङ करिब 35 दिनमै समाप्त भई अब प्री प्रोडक्सनको काम सुरु भइरहेको छ। सम्भवतः यो 35 दिनमा बनेको नयाँ नेपाली मुभी नेपाली सिनेमा जगतमा कीर्तिमान नै कायम गर्न लायकको बनेको छ। प्रोडक्सन हाउसले हामीलाई दिएको इन्फर्मेसन अनुसार यस मुभीको रिलिज डेट भाद्र महिनामा हरितालिका तीजको आसपासमा रिलिज गरिने बताएको छन्। नेपाली सिनेमा जगतका नाम चलेका नयाँ एक्टर र एक्ट्रेसहरूलाई लिएर बनिरहेको यो फिल्म यति चाँडै सकिनु भनेको पेपर क्लिप प्रोडक्सन हाउसको लागि एकदमै गर्वान्वित विषय हो, जुन चाहिँ नेपाली सिनेमा जगतमा बिरलै देख्न सकिन्छ। तपाईलाई के लाग्छ, यो मुभी कतिको राम्रो र असल बनेको होला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला र यसैगरी नयाँ न्युजहरूको लागि हाम्रो च्यानल सब्स्क्राइब गरी हामीलाई साथ र सपोर्ट पनि दिन सक्नुहुन्छ। आजको लागि भने यति नै, फेरि भेट्नेछौँ अर्को नयाँ खबरका साथ। त्यतिन्जेलसम्मका लागि हस्त बाइ।